हेलो गाइज, सबैलाई आजको नयाँ मेरो भ्लग हो यो। र आज फर्स्टचोटि मैले भ्लग बनाइरहेको छु होइन। कस्तो लाग्छ के लाग्छ भन्नु होला। अनि यसमा चाहिँ अलिकति भात सातहरू छ होइन। धेरैजना छौँ हामी यहाँ। फेरि सेतै छ काच्चै छ गाइस भात हेरौँ न ए पकाउने यहाँले हो, पकाइराख्नु भएको छ। अनि यो चाहिँ यो अमिलो चाहिँ पहाडकै हो होइन। यो यत्रै हुन्छ तर अमिलो अमिलो हुने रहेछ। मैले फर्स्टचोटि आज चाख्ने हो। त्यो भात फाल्टो यो माछा, यो कुन माछा भन्छन्, मङ्गुर हो कि के हो है? बैखा माछा। अनि त्यहाँ टमाटर समटर आगो मजाले बोलिरहेछ। हाम्रो यतातिर सिन निकाल्देऊ न। ए यस्तो हेर्न सक्नुहुन्छ। यो हामी यही काम गर्न आउँछौँ प्युठानतिरको हो। कोलाई थाहा छ प्युठान यस्तो हेरिदिनु पनि होला होइन। अनि राम्रोसँग हेर्न सक्नुहुन्छ। ओडा हो, अहिले चाहिँ अँधेरो छ। त्यहाँदेखि तपाईँले यस्तो नजारा देखाइदिउँ प्युठानतिरको ल। ए हामी फेरि लेबर एकदम अल्छी छौँ के। ए काम गर्छौँ बाटैमै फालिदिएर हिँडिदिन्छौँ। खतरनाक हो कि हामी दाङको केटाहरू। फेरि ए पानीहरू यहाँ छ, भाँडासाँडा खाएर धुनेलाई बर्तन भित्रको नजारा देखाइदिनु जान लाग्छु है। यहाँ चाहिँ अघि जुन खाना पकाइराख्नु भएको थियो उहाँहरू सुत्नुहुन्छ होइन। अङ्कलहरू हुनुहुन्छ मेरो। यो चाहिँ खाली रुम छ, दामी छ। अनि अर्को रुम पनि देखाइदिन्छु तपाईँलाई। ए अर्को रुम फेरि यस्तो छ। यो पनि खाली नै छ, कोही सुत्दैन। ठुलो रुम छ नि त। हामी फेरि एसीमा अटाखौँ। ए चप्पल हेर्नु न, चप्पल कति रहेछ ल। यी त्यतातिर तास भइरहेको छ मजाले। आफ्नो आफ्नो टाइम पास त हो है। ल मेरो सालो हो नि यिनी चाहिँ। कस्तो के छ, ठिक छ नि? ल के हानिरहेछौ त? गेम हानिरहेछौ? फ्री फायर रहेछ होइन। कोलाई मनपर्छ फ्री फायर यसो भन्नु ल। आजको लागि यति नै समाप्त।